दक्षिण कोरिया जिन्दोङसा गुम्बाद्वारा आयोजित 20औं आप्रवासी सांस्कृतिक महोत्सव एसिया एक मित्र यस वर्ष पनि जुन 15 तारिक आइतबार भव्यताका साथ सम्पन्न भएको छ। सांस्कृतिक आदान प्रदान, सञ्चार प्रवर्धन र आप्रवासी तथा स्थानीय समुदाय बीच एकताको भावना जगाउने मुख्य उद्देश्यका साथ आयोजित यो महोत्सव एसियाली संस्कृतिको एक अनुपम सङ्गम साबित भयो। यसपटकको महोत्सवमा विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरूले आफ्नो परम्परा र कला झल्काउने मनमोहक प्रस्तुतिहरू दिएका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति र नृत्य प्रस्तुत गर्दा दर्शकहरूले नाचसँगै तालीको गडगडाहटले साथ दिएका थिए। यो प्रस्तुतिले नेपाली संस्कृतिको जीवन्तता र मौलिकतालाई सुन्दर ढङ्गले प्रस्तुत गर्यो। उक्त महोत्सवको शोभा बढाउन कोरियाली परम्परागत सङ्गीत र नृत्यहरूले विशेष भूमिका खेलेका थिए। त्यस्तै भियतनामी परम्परागत प्रस्तुतिहरूले भियतनामको समृद्धि, संस्कृति र परम्परालाई दर्शकमा चिनायो। म्यानमार, मङ्गोलिया र श्रीलङ्काका परम्परागत नृत्य र सङ्गीतले पनि सबैको मन जित्न सफल भए। विभिन्न देशको परम्परागत प्रस्तुतिहरूका साथै आधुनिक नृत्य विधामा के-पप डान्स र हिप-हप डान्सले युवा दर्शकहरूलाई आकर्षित गरेको थियो। यसले महोत्सवको परम्परा र आधुनिकताको सुन्दर फ्युजन देखाउँदै सबै उमेर समूहका दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्यो। यसका साथै फिलिपिन्सको परम्परागत नृत्यले पनि महोत्सवमा थप विविधता थपेको थियो, जसले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा ल्यायो। जिन्दोङसा गुम्बाले आयोजना गरेको यस महोत्सवले आप्रवासी समुदायलाई आफ्नो कला र संस्कृति प्रदर्शन गर्ने एउटा उत्कृष्ट मञ्च प्रदान गरेको छ। यसले कोरियाली समाजमा आप्रवासीहरूको योगदान र उनीहरूको सांस्कृतिक विविधतालाई स्वीकार गर्दै स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुर्याएको छ। एसिया एक मित्रको नारालाई सार्थक बनाउँदै यस महोत्सवले साँच्चीकै एकता, भातृत्व र सद्भावको सन्देश फैलाउन सफल भएको छ। यो महोत्सव सांस्कृतिक सहिष्णुता र आप्रवासीहरूको सम्मानका लागि एउटा प्रेरणादायक उदाहरण बनेको छ।